रातिको 2 बज्यो छोरालाई ओहो छोरालाई होमवर्कको टेन्सन छ पेपर उता यो रातिमा के गर्ने हो र अहिले यो होमवर्क भ्याइ भन्थ्यो है अब अहिले हेर न भएर त 2 बजिसक्यो अहिले बोल्नु होमवर्क भ्याइ भन्थ्यो है बिचरा छोरालाई होमवर्कको टेन्सन लागेछ र अहिले हेर्नु है ठ्याक्कै 2:20 भयो हेर न रातिमा उठेर मेरो बाबाले जोका हिजो होमवर्क भ्याएँ भने चाहिँ स्कुलबाट आउँदा अनि मैले चेकै गरेको थिएन के पछि लेखेपछि अर्को खै त यति 2टा मात्रै हो अर्को सब्जेक्ट खै त 3वटा होइन 3वटा होइन कपी हाउ मेनी कपिज 2 or 3 दिनुहुन्छ म्यामले भोलि फेरि 4 दिन्छ अनि यो रातिमा के पिर लागेको त नि तिमीलाई फेरि होमवर्कको त्यही भएर ल सुत बाबा हस् ल सुत्दैन होइन दिदी मस्त सुतेछ होमवर्क गर्ने भोलि गरौँ लिएर हस् किन गर्ने रे ल सुता ल उनीहरू बत्ती बन्द अहिले नगर्ने छोरा अहिले नगर्ने हस् मैले भोलि गराउँछ है भोलि गराउँछस् हस् बन्द गर्ने है के गर्ने त नरौ के भोलि मामाले उठेर छिट्टो उठेर गराउँछ हस् हुन्छ हस् के गर्ने त के गर्ने के गर्ने अहिले राति हो के अहिले न होमवर्क न केही हुन्न होमवर्क नगरिन भोलि गराउने गर्छु अब भोलि आज छुट्टी पनि छ हजुरको त हस् अब भोलि गरौँ ल आज बोल्नु न भोलि के अरे भोलि छुट्टी पनि छ के छोरो भोलि लास्ट फ्राइडे हो लास्ट फ्राइडे बिदा हुन्छ आउनु अहिले भोलि गरौँ ल रातिमा नगर्ने के नुनु आछ मामालाई नगर्ने अब हस् गर्ने अब गर्ने अहिले गर्ने एकछिनपछि गर्ने आउनु गर्ने हो कि आउनु ल अहिले नुनु गरेर गर्नु ल आउला अब गर्ने अब छुछु अब गर्ने सक्यो भन्थ्यो है राति 2:30 भयो उसलाई होमवर्क गर्नु मन लाग्यो अरे हिजो सक्यो भनेर हो हामी सुतेको अनि आज फेरि अहिले राति छुछु भनेर उठेको त होमवर्क छ भनेको झोला झिक्छिन् के अब यतिखेर के गरौँ कति बज्यो 2:25 भयो